Mama, this is you. वाउ किमो त साह्रै मिठो छ कति धेरै कसले टिपायो छोरी म आमा र मेरो साथीहरु भएर ल धेरै धेरै धन्यवाद गाइस म चाहिँ यो रामपुर भन्ने ठाउँमा छु अहिले यहाँ भाइ नमस्कार मेलमा गएर आउनु भयो ए के ल्याउनु भयो त यो धान पेलेर ल्याउनु भयो अनि यहाँबाट मेल चाहिँ कति टाढा छ लगभग 20 मिनेट 20 मिनेट कतापट्टि छ मेल चाहिँ तलतिर यता ए हेलो गाइज म चाहिँ हिजो रामपुर आएको थिएँ अनि एक रात यहाँ बसेँ यहाँ मलाई एकदम रमाइलो लाग्यो वातावरण एकदम राम्रो लाग्यो हैन अब चाहिँ म आज चाहिँ काफ्ले खोलातिर जाँदैछु ल गाइज है तपाईहरु पनि मसँगै आउनुस् बाइ बाइ हाई गर है ल हाई गर है हाई रामपुरबाट हिँड्दैछु है हेलो गाइज म चाहिँ रामपुरबाट अब काफ्ले खोलातिर जाँदैछु है त ल यो सर्टकट बाटो हिँडिरहेको छु नमस्कार नमस्कार सबैजनालाई दिदी नमस्कार नमस्कार कहाँ पुगेर आउनु भयो मल बोकेर आको कता मल बोक्न ए मल बोक्न तपाईहरु सबैजना सबैजना ए कहाँनिर पुग्नु पर्छ उ त्यही माथि त हो नि यता ए हजुर हजुर ल म चाहिँ यहाँ तपाईहरुको गाउँ पहिलोचोटि आएको खुब रमाइलो लाग्यो अब फर्किन लाग्यो म है त यो चाहिँ काफ्ले खोला जाने मेन बाटो हो है यहीबाट चाहिँ लाँगर चाहिँ नि पुगिन्छ अनि पाँच पोखरी जाने बाटो नि यही हो हेर्नुहोस् है ए हामी यहाँ मोटर गएको हैन घुम्न हामी यहाँ ल काफ्ले खोलातिर लाग्दैछु गाइज यो चाहिँ अहिले नयाँ बाटो बनाइराखेको रहेछ गाइज काफ्ले खोला जाने ढलाने बाटो यहाँ चाहिँ यति धेरै केराको बोटहरू छ है गाइज म चाहिँ ठ्याक्कै काफ्ले खोला आइपुगेँ यो चाहिँ अघि म आएको बाटो काफ्ले खोला आउने सर्टकट बाटो हो अनि यो चाहिँ काफ्ले खोला आउने मोटर बाटो हो यही बाटो हुँदै हामी चाहिँ पाँच पोखरी जान सक्छौँ गाइज यहीबाट जाने हो पाँच पोखरी यहाँ काफ्ले खोलाको पुल भयो यो गाइज यो काफ्ले खोला छ यो चाहिँ काफ्ले खोलाको पुल हो यो चाहिँ काफ्ले खोला हो अगाडिको बाटोबाट चाहिँ पाँच पोखरी जाने हो गाइस यो चाहिँ काफ्ले खोला है गाइस